खड्ग प्रसाद ओलीले भेट्ने भनेको त प्लेन चढेर जहाज चढेर करोडौँका गिफ्टहरू लिएर घडीहरू लिएर लाखौँका जुत्ता कपडा लिएर आएको मान्छेलाई मात्रै भेट्ने हुन्। यस्ता गरिब किसानका मजदुरका समस्याहरू लिएर कर्णालीदेखि महिनौँ दिनसम्म चाहिँ पैदल यात्रा गर्दै आएका मान्छेसँग भुत्रो भेट्छ नि त। इज्जतको सवाल छैन। उखान टुक्के मृगौला फेलको पनि इज्जत छ नि त यार। भ्रष्टाचारीको नाइ के पो हो त यार। अनि यस्तो जाबो गरिबसँग के पाइन्छ? चुनाव खर्च पाइन्छ, करोडौँको गिफ्ट पाइन्छ। अब यी चाहिँ चप्पल जुत्तै नलगाइकन खाली खुट्टा पैदल यात्रा गरेर आउने मान्छेले के दिन्छन् खड्गे ओलीलाई भेट्नु पर्यो? गरिब किसान मजदुरको प्रधानमन्त्री हो र भेट्नलाई? माफिया दलाल तस्करहरूको प्रधानमन्त्री होइन? अनि भुत्रो भेट्छ नि त। अनि किन आलोचना गरिरहनु पर्यो? मान्छेहरू ताइन तुई आलोचना गर्छन् या बात गर्दा ठिकै त गरेको हो त। अनि यस्तो खाली खुट्टा पैदल यात्रा गरेर चाहिँ कर्णालीदेखि हिँड्दै आएको मान्छेसँग किन भेट्नु पर्यो त? अनि भेट्ने नि होइन नि। सही गरेको हो खड्ग ओलीले। खड्ग ओली भनेको त दलाल माफिया तस्कर लुटेराहरूको प्रधानमन्त्री हो।